ल है साथीहरू आज हामी आलुको परोठा बनाउन लागेको। ल हेर्नुहोस् है साथीहरू आलुको परोठा बनाउन लागेको। खाने भयो हजुरहरू आउनु। ल हेर्नुहोस् है मम्मीले बनाउँदै हुनुहुन्छ आलुको परोठा। यहाँ मम्मी बनाउँदै हुनुहुन्छ। ल हेर्नुहोस् है आलुको परोठा टक्क लाएर। ल साथीहरू खाने भयो आलुको परोठा। ल हेर्नु त राम्रो बनाउनुहुन्छ है मम्मीले। ल ल पाक्दैछ। ल हाम्रो आलुको परोठा साथीहरू पाक्दैछ। यो जाडोमा टक्क लाएर आगोमा होइन दाउराहरू अनि फेरि बालेर टक्क चुलोमा आगो ताप्दै आलुको परोठा खानाको मजा छुट्टै हुन्छ साथीहरू। यता फेरि अर्को रेडी हुँदैछ। ल हेर्नुहोस् ल है मम्मीले अर्को रेडी पार्दै हुनुहुन्छ टक्क लाएर लड्डु जस्तै घुमाएर ट्याप्प हान्ने। यस्तो टक्क घुमाउने अनि टक्क लाएर जाडोमा तातो तातो आलुको परोठा यति मजा आउँछ यति मजा आउँछ। ल है साथीहरूले हेर्नु त टक्क रेडी भयो। ल आलुको परोठा टक्क रेडी भयो। ल ल खाने भयो आउनु है साथीहरू। मिठो छ मिठो।